निका छौ के क्या गर्दा छौ स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा एकदम भाखर एकनै आलु भिडियो कलबाट यो कहाँ हाल्ने त पहिले सुन्दरी त ओको भर्खर किन यो भर्खर को बराबरै अझै जगिन जगिन भयो नभए एकनै हाल त्यो टालै लिएला गुलाब अडी देऊ के त्यो ल यो दुई दे चाहिँ अडी ल भाइ अहिले पाए दुई क्यान्ने से मुख बन्ने आई हामी चाहिँ गोरुहरु हान्न लागेका छु माथि ग्वालदेउ अब आई बेला चाहिँ घरौडो चाहिँ गोरुहरुकन चाहिँ घाम भइगयो अब बर्खा लाग्यो अब गोठा भित्रै चाहिँ गोरुहरु धेरै राखेपछि चाहिँ किन्नहरु पड्डाछन् त्यही भइकन चाहिँ अब बर्खा लागेपछि चाहिँ गोरुहरुकन चाहिँ माथि खर्काउडो राख्ने गर्दाछन् त्यही भएर हामीहरु चाहिँ आफ्नो सबै सामानहरु प्याक गरिकन त्यहाँ चाहिने जति हबै सामानहरु लग्न लागेको छु त्यो आदि चाहिँ अब मान्छेले बोक्नु परेछ अनि आदि चाहिँ अब झोबाहरुमा जाग्नेउ पालहरु चाहिँ सबै हामीहरु चाहिँ झोबाहरुमा जाग्नेउ पाल र ओर्ने तिने टालाहरु चाहिँ अब यिनीहरु सबै झोलाहरु यी झोबाहरुमा जाग्नेउ अनि त्यसपछि चाहिँ अरु भाडाहरु क्या नापातिना चाहिँ अब हामीहरु बोकिकन लग्नेउ आई बिहान तिरै चाहिँ सार्ने थियौं तै पनि के पो पानीहरु यो मेघहरु पर्ने कि भनिकन चाहिँ अनि त्यही भएर अहिलेसम्म चाहिँ अब नापा बार भयो अनि अब अहिले चाहिँ अब मेघ पर्दैन नभए पढे पनि छचटो पालहरु होला भनिकन अब माथि लग्न लागेको छु बच्चु चाहिँ अब दैचगल गर्दिछन् लिनुभन्दा अगाडि चाहिँ हाम्रोतिर चाहिँ सबै दैचगल गर्दाछन् गोरुकन पनि झोबा जोडा फुगाउ भाइ नफुगाउ भाइ अब हामीहरु चाहिँ सबै गोरुहरु चाहिँ भित्र गोठाबाट चाहिँ बाहिर निकालिले अब आदि चाहिँ अब पछाडी आउने आदि चाहिँ हामीहरु अगाडि गइजानेउ अब माथि चाहिँ गोरु खादा चाहिँ नापा बढी मान्ठा हुनु पर्छ त्यही भएर हामी चाहिँ 3 जना अगाडि जान लागेका छु त्यसपछि चाहिँ अनि अब पुछर बाजे बच्चु अनि हन्जे मामा र हुने हामी 3 जना चाहिँ भाइ म अनि हन्जे चाहिँ माथि चाहिँ अब अगाडि गोरु खाता जानेउ एक पाल चाहिँ माथि अब हम्मा घर छ त्यो पनि हाल्नु छ अब त्यो चाहिँ त्यही माथि गएपछि एक ठुला जोबा नहाल्यौ बाटो र मन्ट भ्यालो भिडियो खिच्ताछन् अब चाहिँ यो हामीले चाहिँ भित्ताको ठुलो पाल चाहिँ यहाँबाट हाल्न लागेको छु घरबाट माथिबाट अनि त्यही हालेपछि चाहिँ अब बिस्तारै गोरु खाता जान्यौ अरु कोही त गल्ने जस्तो नै के त्यो एउटा बाछो मात्र कालो जुमको बाछो गल्ने जस्तो छ नापा माथि हन्जेले चाहिँ अब टाला बोकेछिन् कमलाहरु अब माथि चाहिँ अब बाछामा अहिले घाँसहरु हुँदैन भनिकन त्यति कमला पनि मकनै दिया मैले पनि ल्याउ म बोक्ला अनि पछि अब तिमी चाहिँ घाँस ल्याइकन आऊ भने अब हन्जे चाहिँ एक बिठो घाँस ल्याउन गएछन् हामीहरु चाहिँ अब बाइक्यौ यहाँ उबातिर यो बाटो लादेबाडाको बाटोतिर हामी गइराखेका छु गोरुहरु लिकन आई बिहानतिर चाहिँ भ्यालो गरी मेघ पर्ने जस्तो गर्यो के तर अहिले चाहिँ नापा टगाया छ केही मेघ परिराखे नै
10 दिन राख्नुभन्दा 10 दिनदेखि त मजाउला भने बुवा ल्यायो भएर खुल्ला चल्दा नपुग्दा म गोरु त खेल्नै पर्ने हो झोबाहरू आतिकन बाजिनु के झोबा जाने अरू गोरु खेडे पनि झोबाहरू छाडे पनि सिमकोट भ्याली देऊ एक भारी ल्याइछौँ भाइ हुनु पनि कति लिनु ताक्यो नि आइज नि पुन्चुर ल्याइकन आउने बेलै घम भइरहेको छ तर अहिले बारी गोरु भइकन माथि उभो बुनतिर चाहिँ अब फुलहरू फुलिગયા छन् नापा नापा यी कुइँसीहरू चाहिँ हरिया पनि भइગયા छन् आइबेला चाहिँ अब उइठो घाँसहरू नपलाए भए पनि यी कुइँसीहरूका हाँगाहरू खाइकन चाहिँ गोरु चाहिँ अब उगद्दछन् तलौडो त अब केही नै सबै सुकिकन आइगयो केही पनि नै अब धेरै पछाडि हरियो हुने अनि त्यसो तल गोरु घर राखे त किन्न पडिकन भ्यालो हुने गोरु गर्न अनि घाम पनि भइगयो गोरु गर्न घरतिर चाहिँ अब हामी चाहिँ हाम्रो वासा चाहिँ पुगिगयौँ यो वासा मुन्युदै बाटो उताछु हामी चाहिँ अब त्यहाँ अब भारीहरू बिसाउने अनि त्यसपछि अरू कामहरू गर्ने यो वास चाहिँ हाम्रो बाजेले लाया हुन् वरिपरि सबै बन्नुहरू सबै यो वास चाहिँ हाम्रो अहिले चाहिँ बाजे भयङ्करै बुढा भयो क्या अब यहाँदेखि पछाडि खै खर्क अब बहिन हग्नेन कि नै थाहै नै यो आशा पुग्यो अब भारी हारी फालिकन अब बिसाउनु हो अनि त्यसपछि चाहिँ अरू सबै कामहरू गर्नु हो क्या यो भित्ता चाहिँ मन्ठा बहिनी हो यी पहिलाका जुत्ता पनि यही बस्छन् सुकुमका अनि कि बाहिर चाहिँ त्यो गोरुहरूकन बाँध्ने हो उभो उभो खर्क गएपछि त्यही फेरि अब बाँध्नु पर्दैन क्या अरूका झोबा खोबा आइकन हुइनन् भनिकन त्यहाँ उही खोड पनि नै यहाँ चाहिँ अब बाजेले आफ्नो भइकन खोडहरू बनाएछन् गोरु बान्ने उ गर्ने अनि यही तलिउँदा चाहिँ हाम्रो माउला जग्गा छन् यहीँबाट चाहिँ अब यी गोरुहरू राखिया पोरोहरू चाहिँ त्यहीँ फाल्दा छन् त्यही खडाउडो अब यी सामानहरू सबै फुगाइ फागाइ चाहिँ अब वासाउँदो एक हाल्ने चाहिँ तारुहरू काट्न जानेन् मामा चाहिँ तल अब आइराख्या हुन्न बाटोबाट चाहिँ हामी हात चाहिँ आए थिएनन् अब हामी भन्दा पुछेर आउने अनि त्यसपछि चाहिँ अब किलाहरू गोरुहरू बन्ने किला ठाउँ ठाउँ ठोकिकन त्यहीँ बन्ने गरिनु हुनेछ ती काटिकन जुत्ता यहीँ राखेको छन् लाउला भनिकन अनि दाउराहरू खिच्यो अनि त्यसपछि नास्ता खानु कि हन्जिया चाहिँ घाँस ल्याइकन आइकन घाँसा भारी ल्याइकन जुत्ता किन्ने भए उ गरेर हुँदैछन् हन्जिया किन हुँदैछन् फसल खोल्या बस यहाँ किन्ने हो कि त्यही तग्यो
एउटै हले खने नु अहिले एकछिन जनै नुन कहीँ पनि बाहिरबाट गोरुहरू जन्निन् भने त भित्ता लाउ भन्दाछन् कहिले गएपछि भनिकन पछि अझ कहाँ गइसैन एउटो ल्याउन खेल्न दौड्ने भनिकन भित्तै लाउ भन्दाछन् भित्ता लानु पर्यो पगाई एकैछिन है लाइलु है घाँस ल्याइ चाहिँ नथुमहरू बिजन खन्जन निकाला भन्दैछन् घन्टी खन्जन यी झुवाहरू गर्न पनि आउँछ यी सबै बाखर फाकर निकालिकन गोरु खातै लाउने अब यी झुवाहरू बुन बसे पनि केही हुँदैन अब आइदेखि यी बुन त्यौडै चर्या पनि केही हुँदैन टाइममा अब चाहिँ हेर्न गयो हिँड्नुकन एक थैलो हाल्ने नि त सामान चाहिँ फुगाइसकेपछि हामी चाहिँ अब यति वासाउँदो ओछ्याउने चाहिँ पिराल ल्याउनु हुनेछ अनि चिनापा वास सफा गर्नु हुनेछ अनि पानी ल्याउनै पर्नेछ दाउरा हिँड्नै पर्नेछ कमुम्तै छ खार्केचुमा दुध खान्छ यो ममर यसो गइकन चाहिँ यो तारु काटिकन ल्याएछन् अब यो तारुहरू हालिएपछि अनि त्यहाँ अब पालहरू सबै हाल्लेन् अनि त्यो टनी तुनी गरिकन पालो वरिपरि ढुङ्गाहरू हाल्लेन् ढुङ्गाले पाल्कन चेम्नेन् कि नत्र हावा लागि उडाइकन बाइजान्छ बच्चोहरू पनि आइकन शीघ्र गोरु थिल्नु केउ त सल्लाहरु कमन त बहिनु का तर क भयो सल्लाहरु कमन केही पुरा गुमनको दाउरो पाए ल्याइगयो होतर लइगयो होतर ल्याउँदा हालिगयो गोले जेको भन्छ आ लिदिन पार्ट जराउनु हो फर्कै छ खाली अहिले त कतै दिनु गुममा जब त ओहो खाली पकाइ छोरी आइगयो मोची लाइदिछ मतिको खानु पर्छ पोरकार खाल त्यही पनि जान्छ यहाँ उबा ल्याए पनि जब हात यहाँ लैजाउ पनि कुन दिनिन अब हामीहरूले पालहरू सबै हालिउली गरिलियौँ अब चाहिँ अब गोरु बन्ने ठाउँ किलाहरू ठोक्न्यौँ बिस्तारै बिस्तारै सबै कामहरू भइराखेको छ चाहिँ हामीले घरबाट लगड हालिकन ल्याएछौँ अहिले एकछिन पिसाइकन त्यही नास्ता खाइराखेका छौँ हामी अनि त्यसपछि चाहिँ अब दाउरा खेडी ल्याइकन आगो बालिकन फेरिबाट नास्ता बनाउने यही अब आजको लागि यति नै त मेरो च्यानललाई लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद बाई।